आफू सत्ताभित्र हुने हो भनेपछि जुनसुकै काम गर्नलाई पनि अप्ठ्यारो परेन। जस्तो संसदमै सभामुखले देवराज घिमिरेले स्वर्णिम वागले बोल्दा बोल्दै तपाईँको समय सकियो भनेर माइकै अफ गरिदिनु भयो। किनकि अब तपाईँ सत्तामा हुनुहुन्छ, जे चाहिँ जस्तो सुकै पनि तपाईँले गर्न सुहाउने भयो। अब तपाईँले अब कुनै खडबडी आयो भनेपछि पनि अब तपाईँले पनि तपाईँका सत्ता बाहिरको छ भनेपछि तपाईँले तर बिजुलीको मिटर पनि तपाईँले अब भन्या जस्तो भएन भनेर तपाईँले अफ गर्न सक्नुहुन्छ होला। एकदम क्लियर वाह सोलर छ। के मजाको नियम, के मजाको कानुन देवराज घिमिरेजी। तपाईँ सभामुख जस्तो पदमा रहेर त्यस्तो गर्दा पनि एकदमै मजा लागेको छ। तर के हुन्छ होला नि, त्यो माइकै अफ गर्नुपर्ने विकल्प त थिएन होला, केही न केही अरू पनि उपाय थिए होला। यो कहाँसम्मको अराजकता हो? क्लियरली भनिन्छ, छातीमा हात राखेर किन डराउनु? सहीलाई सही, गलतलाई गलत, दुधको दुध पानीको पानी छुट्याइन्छ।